रेन्ट बस्दैमा हो अलिकति मलाई अब भन्नु ल तपाईँ इन्भेस्टमेन्ट भएकोले रेन्ट भनेको चाहिँ वेस्ट अफ मनी हो भन्ने जुन तरिका छ नि हजुर यो मान्छेले रेन्ट बस्दाखेरि ल घर किन्दा तैँले जित्छस् घर किन्दा 30 वर्ष डाउन द ट्र्याक यु विल ह्याभ देयर ओन यो रेन्ट के त्यो साँच्चै हो त रेन्ट बस्दा चाहिँ तेरो हाम्रो पैसा वेस्टै भएको हो त अब अपर्च्युनिटी कस्ट हेर्नु पऱ्यो कि तपाईँले रेन्ट यता हाल्नुभयो होइन र त्योबाट भएको बोरोइङ अथवा आफूसँग भएको पैसा चाहिँ कता युज गर्नु भएको छ क्या इट अल कम्स डाउन टु द्याट तपाईँ रेन्ट मात्र गर्नुभयो र तपाईँसँग भएको पैसा ब्याङ्कमै राखिराख्नु भयो भने एउटा प्रश्न सोध्न चाहेँ मैले तपाईँलाई तपाईँसँग आज $1 million छ सेभिङ्समा होइन त्यो कुरा तपाईँ 10 वर्षपछि $1 million तपाईँको ब्याङ्कमा छ आजको 1 million धेरै होला कि 10 वर्षपछिको 1 million धेरै होला त्यो त सेम भएन र आजको अब केही नै बढेन नि त त्यहाँ